हेलो साथीहरू, मेरो नाम अफजल लताफ। म 76 जोरपाटे गाउँपालिका धनकुटामा काम गर्छु। म यहाँहरूको लागि एउटा विशेष विषय लिएर आएको छु। त्यो विषयको नाम छ बालबिटा। बालबिटा। म बालबिटाको बारेमा केही कुरा भन्न गइरहेको छु। बालबिटा वितरण कार्यक्रम 2009 सालदेखि मकवानपुर अनि पर्सादी जिल्लाबाट सुरु भएर अहिले नेपालको 77वटै जिल्लामा लागू भइसकेको छ। यो बालबिटा 6 महिनादेखि 2 वर्षसम्मको बच्चालाई खुवाउने हो। जब बच्चाको उमेर 6 महिना पुरा भइहाल्छ, त्यसपछि आमाको दुधले पुग्दैन, त्यसैले थप खानाको रूपमा बालबिटा खुवाउनुपर्छ। बालबिटामा 15 प्रकारको भिटामिन अनि खनिज पदार्थहरू मिलाएको छ, जुन बच्चाहरूको वृद्धि र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। अब बालबिटा कसरी खुवाउने त? म खुवाउने विधिको बारेमा भन्न गइरहेको छु। 6 देखि 23 महिनासम्ममा पहिलो 6 देखि 11 महिनामा 2 महिना खुवाउने, त्यसपछि 4 महिना नखुवाउने, त्यसपछि 12 देखि 17 महिनामा फेरि 2 महिना खुवाउने अनि त्यसपछि 4 महिना नखुवाउने, त्यसपछि 18 देखि 23 महिनामा फेरि 2 महिना खुवाउने अनि 4 महिना नखुवाउने। त्यसैले साथीहरू, 6 देखि 23 महिनासम्ममा बच्चाहरू 180वटा पुडिया खानुपर्छ। हेर्नु, यस्तो प्याकेट आउँछ अनि यो प्याकेटको भित्रमा यसरी पुडियाहरू हुन्छ र एकपल्टमा एउटा पुडिया खुवाउनुपर्छ। अनि यो तातो पानीमा पनि मिक्स गर्न मिल्दैन अनि तातो भातमा पनि मिसाएर खुवाउन मिल्दैन। यो बच्चाहरू कति खाना खान सकिन्छ त्यति खानामा मन तातो भातमा मिक्स गर्ने, मन तातोमा है साथीहरू, याद रहोस्, मन तातो भातमा मिक्स गर्ने अनि सकेसम्म चाँडै खुवाउनुपर्छ है। यति भन्दै म तपाईँको अगाडिबाट बिदा लिन चाहन्छु। हस्, धन्यवाद।